यो चाहिँ सेकेन्ड डे हामी बिहान उठेर फ्रेस भएर लेकतिर हिँडिसकेका छौँ। होटलहरू चाहिँ यहीँ तल नजिकै छ र लेक यहीँ अब अगाडि, सो त्यस्तो टाढा छैन। कापुचे लेक कापुचे। Good morning. मर्निङ भन्न मर्निङ गुड नै भयो, देखिसकेको खुसी छौँ। कापुचे ग्लेसियर लेक, लोएस्ट अल्टिट्युड ग्लेसियर लेक इन ओल्ड पो रहेछ, नेपालै भने त आज इन ओल्ड रे। ए उता त फेरि कडै उकालो रहेछ, ठिक छ ल। अगाडि भयो नि त होइन, म अझै अगाडि जान्छु। ओके ल। बाटो हेरेर क्यामेरा लिन्छ, क्यामेरा हेरेर आफै लल्ला भन्नु पर्यो। सब गाह्रो छ। यसको खिच्नु भयो। हामी चाहिँ तालमा नै आइसक्यौँ। मान्छेहरू चाहिँ आज चाहिँ भिड नै छ। जोस् यो चाहिँ भाइटिकाको पर्सिपल्ट भयो, कति कति हो भने आज स्याटरडे अनि सब अब यो सिजन पनि भयो। यतातिर पनि मान्छेहरू भिड छ, त्यसपछि गएर यता पनि भिड नै भिड छ। कोही साडी लाएर फोटो खिचिरहेछन्, अब हामी त यत्तिकै चिल पारामा। हामीले दौरा सुरुवाल चाहिँ ल्याउनु पर्ने रहेछ क्या हो, राम्रो आइरहेको होइन, साडीहरू लिएर आएको नि। ड्रोन पनि उडिरहेछ, हल्का देख्दो रहेछ। ड्रोन सट पनि आउँदैछ, तर हाम्रो च्यानलमा होइन, अरूकै च्यानलमा चाहिँ आउँछ होला ड्रोन सट चाहिँ। ल अब चाहिँ हामीले अलिअलि फोटोजहरू लिने के गर्ने काम चाहिँ सकिसक्यौँ। अब चाहिँ हामी फर्किनुपर्छ जस, किन भन्दा अब हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको यहाँबाट हामी अब बसेको ठाउँमा गएर खाजा खान्छौँ। दाइले मिठो पुरीहरू चाहिँ पुरी तरकारी बनाउँदै हुनुहुन्थ्यो र त्यसपछि हामी तल हुगुमा जान्छौँ अनि खाना खान्छौँ। त्यहाँ गएर खानाहरू पनि एकदम, तपाईँ पनि आउँदै हुनुहुन्छ भने यहाँबाट झर्नुभन्दा पहिला नै होटलको दाइहरूलाई भनेर तल खाना बनाउनु भन्नुभयो भने चाहिँ बेस्ट हुन्छ। नभए गएर 1-1.5 घन्टा त्यति बस्नुपर्छ अनि खाना खाने बित्तिकै हिँड्न त झ्याउ हुन्छ। त्योभन्दा अलरेडी यहाँ कसैलाई चाहिँ होटलको दाइहरूलाई तपाईँहरूले भन्नुभयो भने चाहिँ फेरि बनाउँदैन रहेछ। यहाँ चाहिँ होटलको दाइहरूलाई भनेर खाना बनाउनु लगाउनु, अनि त्यसपछि ठ्याक्क हुगु पुग्दा खाना बनिसकेको हुन्छ। खाना खाने 15-20 मिनट रेस्ट गर्ने, त्यसपछि हाम्रो ट्रेक स्टार्ट हुन्छ फेरि नेक्स्ट डेस्टिनेसन कोरीको लागि। र आज चाहिँ हामी कोरी नर्मल्ली माथि कापुचे लेकबाट त्यही 8 घन्टा जस्तो
हिँड्ने भनेको रहेछ अब समथिङ त्यस्तै 8 घन्टा हेरौँ अब कति लाग्छ हिजो चाहिँ ठिकै अब 7 घन्टा भन्थ्यो हामीलाई चाहिँ 6 घन्टा 40-50 मिनट जस्तो लाग्यो भनेको टेन्टेटिभ त्यही टाइममा आयौँ हामी चाहिँ अब आज चाहिँ 8 घन्टा भनेको छ कति लाग्छ फर्स्टमा हामी होटल फर्किन्छौँ खाजा खान्छौँ त्यसपछि गएर तल हुगुमा त्यहाँ खाना खाएर हाम्रो नेक्स्ट ट्रेक कोरीको लागि चाहिँ स्टार्ट हुन्छ सियोसन यो चाहिँ हामी हिजो स्टे गरेको होटल जस ठिकै छ अब यहाँ ठिकै हो यो अगाडि देखिरहेको चाहिँ ग्लेसियर भइहाल्यो चाहिँ हामी यहाँबाट ठ्याक्क यो पार्टमा गयौँ र यहाँबाट ठ्याक्क तल लेफ्टमा चाहिँ ग्लेसियर छ राम्रै छ जस बिहान उठ्दाखेरि यो भ्यू चाहिँ राम्रै आउँछ अहिले 8 बजिसकेको छ हामी चाहिँ ग्लेसियर पुगेर लेक पुगेर फर्किसक्यौँ रुमहरू चाहिँ अब यहाँ यस्तै हो क्याम्प फायर हुन्छ हामीले हिजो चाहिँ उता भित्र गरेका थियौँ ल झन्डै 45 मिनट हिँड्ने होला होइन हामी त्यसपछि यहाँ पानी खाने ठाउँमा आइसक्यौँ पानी रहेछ खाँदैछौँ ओह्रालो चाहिँ लोद हिँडिसक्यो यार आधा घन्टा 45 मिनटमा सायद अझै आधा घन्टा 45 मिनट छ होला होइन चाहिँ नेचुरल फ्रिजको पानी भइहाल्यो अलिकति भए नि अब इनर्जी बुस्ट हुन्छ फेरि माथि त्यो राम्रै देखिरहेको छ तर फर्केर हेर्ने नगर्ने छैन हामी चाहिँ फाइनली तल घुमा आएपछि फेरि एउटा एकदम दर्दनाक कुरा थाहा भयो अब यो कोरीको 8 घन्टामा चाहिँ खानेकुरा पानी केही पनि पाउँदैन अलमोस्ट सबै बाटो लिएर जानुपर्ने हुन्छ अब चाहिँ गाह्रो छ जस्तो छ हामीलाई त्यहाँ भने जस्तो बाटोभरि पानी पनि नपाउने खाना पनि नपाउने त्यस्तो चाहिँ रहेनछ बट जाँदै गर्दा जङ्गलको बाटो छ उकालो छ बिचमा पानीहरू चाहिँ नुथा नपुग्दासम्म अलिक तबलसम्म चाहिँ पाइन्छ नुथा हामी त्यहाँबाट अलमोस्ट कति 2-2.5 घन्टा कति होला ब्लगमै भन्दै जान्छु त्यति हिँडिसकेपछि नुथा पुगिन्छ त्यहाँ पुग्दासम्म बाटोमा पानी भेट्छ र नुथामा चाहिँ थोरै खाजा पनि खान पाउँछौँ त्यहाँ गएर हामी चाहिँ अहिले कोरी चाहिँ आयो भन्दा कोरी भन्दा आयो तल चाहिँ कति भयो 9 बजेर 9:30 भनेपछि हामी 1 घन्टा 10 मिनट जस्तोमा चाहिँ 1 घन्टा 10 मिनटमा चाहिँ हामी यहाँ तल झरेछौँ ठिकै थियो यहाँबाट अझै टाइम छ कि भन्दा अन्त झ्याप्पै झऱ्यो थोरै त्यही बाटो फर्केर झोलुङ्गे पुल तरेर कोरीतिर जानु छ खाना पनि यहाँ माथिबाट भन्या भएर सजिलो भयो सो अब तपाईँहरू पनि आउँदाखेरि चाहिँ माथिबाटै भनेर झऱ्यो भने चाहिँ एकदम बेस्ट हुन्छ ल बाटोमा भ्लग बनाउने तागत आएछ भने चाहिँ फेरि भेटौँ होला बाई बाई ओके ल हामीले यहाँ नमस्ते गेस्ट हाउस हुङ्गुमा आएर खाना पनि खाइसक्यौँ खाना चाहिँ हामीले माथिबाट भनेको भएर अघि नै भनेको थियौँ क्यारे टाइममै भयो त्यसमा चाहिँ केही भएन अब हामी चाहिँ यता कोरी जाँदैछौँ कोरीको लागि भनेको अलमोस्ट एकदम राम्रै हिँड्नेहरूको लागि नि 8 घन्टा लाग्छ अरे त्यो हुनाले हामी अब 10 बजे छ अब 15-20 मिनट बसेर निक्ल्यो भने हामी उता 6 बजीसम्म उज्यालै हुन्छ भनेको अलमोस्ट हामीसित ठ्याक्क 8 घन्टा चाहिँ राम्रै उज्यालो नै टाइम छ तर अब दिउँसोमा फेरि हिँड्न पनि गाह्रो हुन्छ हेरौँ बाटो चाहिँ कस्तो छ बाटो चाहिँ अब उकालो छ प्लस अब त्यस्तो बिचमा खाना खानेहरू त्यस्तो ठाउँ पनि छैन भन्ने सुन्दै के रहेछ खानाको चाहिँ खानाको के रहेछ खानाको चाहिँ 500 रहेछ यतिको ठाउँमा चाहिँ राम्रै हो फेरि हैन हामी चाहिँ नमस्ते टिकटक कटेज रहेछ नि दादा नमस्ते टिकटक कटेज पनि देखाइदिनु नसकिने छ ल यो चाहिँ नमस्ते टिकटक कटेजको भ्यू भरिएको टिकटक कटेज ठुलै छ जियोस् राम्रै छ मोस्ट अफ चाहिँ हिजो नै आएर चाहिँ यहाँ बस्ने पनि हुँदैछ ल अब चाहिँ हामी यहाँ कोरी र कापुचे छुट्टिने ठाउँमा आइसक्यौँ
यहाँबाट सिधै माथि गयो भने चाहिँ कापुचे जान्छ। अब यो झोलुङ्गे पुल कटेर चाहिँ कोरी हिजो चाहिँ अब डाइरेक्ट गयो। अब चाहिँ डाइरेक्ट कोरीबाट फर्क्या हो कापुचेबाटै फर्क्या एउटै रहेछ। त्यसो भए माथि नै भेट्नु रहेछ। सो अलमोस्ट र हामीले यहाँ हिँड्दाखेरि अर्को 6 जनाको ग्रुप भेटिसकेका छौँ। हामी 3 जना थियौँ, 6 जना। अब चाहिँ टोटल हामी चाहिँ 9 जना भएर जाँदैछौँ। झोलुङ्गे पुल ठ्याक्क चेन्ज हुने बाटोमा अलमोस्ट ठिक छ। एकैछिन ल हामी चाहिँ झन्डै 45 मिनट नन स्टप उकालो हिँडिसकेपछि यहाँ आइसक्यौँ अलिअलि। हिँडेको छैन कति भयो ट्याक्क 37 मिनट ट्याक्क होइन। हामी 10 बजी हिँडेको थियो। 37 मिनट चाहिँ भएछ नन स्टप। हामीसित आएको त सबै तल बसिसके। हामी चाहिँ अहिले टपमा छौँ तर पसिना लास्टै धेरै छ। बिगिनर्स चाहिँ अलमोस्ट नआउँदा नै हुन्छ यो रुटमा चाहिँ। बरु हामी त हिजो हामी त कापुचे पुग्यौँ। धेरै जस्तो त हुँगुमै बसेर आज कापुचे 2 घन्टा गएर फेरि त्यो ब्याक भएर बल्ल यता आउने। उनीहरू त अलमोस्ट त कोरिसक्दैनन्। अझ अब चाहिँ यो कुहिरो आएर चाहिँ छेक्न लागिसकेछ। पहिला चाहिँ आज राम्रै थियो। हामी हिजो गएको कापुचे लेक चाहिँ त्यो साइड भयो। हामी चाहिँ यता हिँडिरहेको छौँ। अलमोस्ट यो कति उकालो छ भन्ने चाहिँ अझै थाहा छैन। उकालो जे भयो नि भ्लग चाहिँ रोकिनु भएन। हामी चाहिँ अलिकति माथि आइसकेपछि एकदम पानी पायौँ। माथि पानी पाउन चाहिँ एकदम गाह्रो छ। त्यही भएर हामीले पानी भर्दैछौँ। हामीले चाहिँ यो उतादेखि नै यो चाहिँ भेटिरहेको थियो। अब यो चाहिँ के हो इफ कसैले थाहा छ भने चाहिँ टक्क लाएर भनिदिनु पर्यो। भित्र चाहिँ कटुस जस्तो एउटा डल्ला चाहिँ निक्लिन्छ यो फुटाउँदाखेरि। यो खानेकुरा हो कि यस्तो छ यो फुटाउँदाखेरि चाहिँ यस्तो छ पाकेसी झन्थ्यो रहेछ। अब यो पनि फोरेर खाने हो कि के रहेछ यो चाहिँ। ओके ल अब फेरि अलिक माथि पुगेपछि पसिनाले चाहिँ एकदम पसिना भयो। तल लगाउन नि चिसोले होला नि बाक्लो ठिकै खालको एउटा लाग्छ। ज्याकेटको त च्यान खुल्लै छ। गर्मी चाहिँ लास्टै भइरहेछ। ठिक छ तर आफ्टर लङ टाइम मेरो भ्लग फेरि कन्टिन्यू भयो। यहाँ हिँड्दा एउटा डाँडाको चाहिँ टुप्पोमा आयो तर पछाडि फेरि अर्को डाँडा देखिरहेछ। भर्खर हामी 1 घन्टा 20 मिनट हिँड्यौँ। मिनिमम पनि 7-8 घन्टा त हिँड्नै पर्छ भनेको। 7-8 भागको भर्खर 1 भाग हिँड्दैछौँ। यसले नै खुलित्तै पारिसक्यो। उकालो पनि यस्तो लास्टै उकालो रहेछ। 1 घन्टा 20 मिनटदेखि ठाडै उकालो चढेको छ लास्टै रहेछ। अब चाहिँ यहाँ अलिकति सम्म आयो भनेर हो पाइरहेछ अलिकति। त्यसपछि फेरि अर्को उकालो स्क्याम हुन्छ एकैछिनमा हामीलाई। त्यही नै 2 पलको खुसीको लागि भयो नि अब सम्म आयो भनेर बस्नु परिरहेछ। यहाँ हामी तल बाटो नि फेरि अलिक माथि आइसक्यौँ। ठाउँ चाहिँ खोवालै छ हिँड्नको लागि। यो कुनामा चाहिँ यो सायद तल हाइड्रो पावर छ। त्यो हाइड्रो पावरको लागि चाहिँ पानी लैराखेको हुनसक्छ। सायद उता माथि चाहिँ ड्याम र तल चाहिँ पावर हाउस जस्तो लाग्यो मलाई चाहिँ। ठिक छ आजको ट्रेक चाहिँ तर गाह्रो भए पनि जङ्गलको बिचमा छ। त्यो हुनाले हामीले घामले चाहिँ त्यस्तो भेटेको छैन र अलिक सहजै भइरहेछ।
ज्याकेट पनि लाएर आएको थियो बिहानको लागि ज्याकेट काले पसिनाले चाहिँ एकदम सुलुम्मै डुबिसकेको छ ठिक छ यतिको ट्रेक चाहिँ टाइममा हान्यो भने स्वास्थ्य चाहिँ रहन्छ पानी छ फर्किन गाह्रो यहाँ चाहिँ पुरै यो चाहिँ मोटर बाटो नै रहेछ यहाँ चाहिँ गाडीहरू पनि ट्र्याक्टरहरू चाहिँ हाइड्रोको प्रोजेक्टको लागि चाहिँ बाटो बनाएको रहेछ आउँछ अब हामी चाहिँ फेरि अलिक उता गएपछि त्यहाँबाट चाहिँ माथि हिँड्छौँ यति बाटो चाहिँ एकछिन भयो नि राम्रै हिँड्न पाइयो जोस् अब हामी यहाँबाट चाहिँ माथि नुथु समथिङ त्यस्तै के थियो एउटा नुथा के थियो त्यस्तै एउटा ठाउँमा चाहिँ अलमोस्ट अलिक तलबाट चाहिँ 3 घन्टा भनेको थियो हामी 10-15 मिनट चाहिँ त्यहाँबाट माथि आइसक्यौँ भनेपछि हामी लगभग 2:30मा चाहिँ नुथा पुग्छौँ र नुथाबाट त्यहाँबाट कति छ 1.5-2 घन्टा कति होला उता तासा पुग्छौँ त्यसपछि तासामा हामीले चाहिँ खाजाहरू केही पायो भने चाहिँ त्यहाँ खाएर अनि उता फेरि कोरीको लागि चाहिँ जान्छौँ र कोरी नै हाम्रो चाहिँ आजको लास्ट डेस्टिनेसन हुन्छ ठाउँ चाहिँ जोस् भ्यू बबालै छ हिमालहरू पनि देखिरहेको थियो उता माथि तर अहिले चाहिँ अब कुहिरोले पुरै ढाकिसक्यो हिँड्न चाहिँ रमाइलै भइरहेछ अब फेरि एकछिनपछि म ब्लग कन्टिन्यू गरि नै हाल्छु ल हामी चाहिँ पसिना भइएछ 2740मा आइयो नि त भनेको अघिको भन्दा आधा घन्टा कि बढी हिँड्ने होला 300 मिटर चाहिँ माथि एल्टिट्युडमा आइसक्यो अझै 700 मिटर जस्तो चाहिँ बाँकी नै छ पुरै उकालै छ त्यहाँ बसेर पानी खायौँ माथि नै पुरै उकालै छ यस मजा आइरहेछ ल फाइनल्ली हामी चाहिँ कोरी फेरि जाँदैछौँ बिच बाटोमा चाहिँ एउटा ठाउँमा चाहिँ पानीको मुहान भेट्यो सो ब्लग गर्ने मान्छे चाहिँ यहाँ हुनुहुन्छ आउँदै हुनुहुन्छ अलिक गल्या जस्तो देखिन्छ बट समग्रमा हेर्दा यो ट्रिप चाहिँ एकदम इन्जोयबल छ एकदम रमाइलो छ सो बिगिनर ट्रेक हुनुहुन्छ भने चाहिँ नआउनु होला तर यदि ट्रेक हानिरहनु भएको छ भने पहिला कापुचे गएर अनि कोरी आउँदाखेरि चाहिँ बाटो पनि एकदम राम्रो छ घाम जति लागे पनि जङ्गलको ट्रेल हो सो हो उहाँले भने जस्तै तपाईँले यदि ट्रेक हान्नु भएको छैन अहिले भन्दाखेरि चाहिँ ट्रेकले तपाईँलाई हान्छ यो ट्रेकमा चाहिँ त्यो भएर यसो विचार गरेर आउनु होला सो दामी आउँदो रहेछ त्यो चाहिँ नुथामा आयो ठाउँ चाहिँ बबाल छ 3-4 घन्टा उकालो हिँडिसकेपछि मनोरम छेडो ठाउँ चाहिँ एकदम वर्थ इट छ तर यो ठाउँ हेर्नको लागि चाहिँ धेरै एकदमै के चाहियो ए ल धेरै नै दुःख पाइसक्यो हामीले चाहिँ अझ यो लगभग हाफ जति भयो कि अझ हाफ पनि भएको छैन होला यहाँ पनि अझै हिँड्न छ जे होस् यहाँ आएर बस्नु पायो आधा घन्टाभन्दा बेसी नै बस्यो अलिअलि थकान के बढ्नु है थकान त झन् बढिरहेछ थकान घट्नको साटो चाहिँ अब हामी फेरि यो माथि यो उकालो जाने हो कहाँ जाने हो कति जाने हो केही थाहा छैन कुहिरो यस्तो मिठो कुहिरो हिँडिरहेछ हजुर 4 घन्टा ए अझै 4 घन्टा रे हामी बिहान 8:30 देखि बिचमा एकचोटि खाना खाने बेलामा 20-30 मिनट होल्ड भयो होला बाँकी हिँडेछ ल हामी चाहिँ नुथामा झन्डै 1 घन्टा रेस्ट गरिसकेपछि हिँडेको छौँ यहाँ चाहिँ सबै आएर भिड नै लागिरहेको हुन्छ अबको हाम्रो यात्रा तासा चाहिँ लाग्छ होला सायद 2 घन्टा जस्तो ठ्याक्कै चाहिँ थाहा छैन तर सायद यहाँभन्दा माथिको भ्यू पनि अब राम्रो हुन्छ होला घाम पनि लाग्यो त्यस्तो पोल्दैन अबको भ्यू चाहिँ बल्ल हेर्दै हिँड्नेवाला हुन्छ ल यहाँ चाहिँ सब माथिदेखि उकालो ठाडो उकालो मात्रै छ सब फ्रस्टेड माथि हेर्दा आएर नि हुन्छ सबले चाहिँ कोरी भ्लग हुन्छ नि कोरी नजाऊ भ्लग चाहिँ जान हुँदैन
जस्तो बसेर कहीँ गएर ठ्याक्क त्यो खानेसाने ओर्ने सर ड्रोन सट लिनु पर्ने मार्फाको स्याउ तासामा यहाँ केही पनि छैन यता नि भ्लग चलिरहेछ म चाहिँ तासा होला म चाहिँ अलमोस्ट यो स्टिक पनि उठाउन नसक्ने उसमा पुगेर मोबाइल निकालेर हातबाटै बनाइरहेको छु तपाईँहरू ए सबै ग्रुप नै ए दुई ए बनेपा भनेको चाहिँ ए स्याउ मिठो भएको कि यहाँको तर यति मिठो स्याउ त कहिल्यै खाएको थिएन होला भ्यू चाहिँ बबालै छ तर टाउको उठाएर भ्यू हेर्नु जहाँ घर पनि छैन अब सायद आधा घन्टामा तासा अनि 1.5 घन्टामा कोरी पुगिन्छ होला त्यो भयो भने चाहिँ हामी एकदम पर्फेक्ट टाइममै पुगिन्छ एकदम हाइटमा चढिसक्यो हामी सायद यो चाहिँ तोया कि के पो थियो यो ठाउँको नाम चाहिँ प्लेन खालको छ भ्यूहरू चाहिँ ठिक छ जति माथि आयो त्यति राम्रो हुँदैछ अझ यो चाहिँ एकदम लाली गुराँसहरू नै छ सायद यो लाली गुराँस फुल्ने टाइममा चाहिँ बवाल हुन्छ होला सायद अब हामी चाहिँ कोरी पुग्न 2 घन्टा मात्र बाँकी छ अलमोस्ट ट्रेक एकदम थकानपूर्ण भए पनि रमाइलो हुँदैछ एकदम तपाईँहरू एटलिस्ट पनि 10 बजे चाहिँ तल हुँगु बाटो हिँड्न सुरु गऱ्यो भने चाहिँ ठिकै तरिकाले आइन्छ अझ जति छिटो हुँगु बाटो हिँड्न सक्नुहुन्छ बाटोमा अलिकति रेस्ट गर्ने टाइम पनि पाउँछ त्यति बेस्ट हुन्छ भ्यूको लागि चाहिँ आउनै पर्छ गरी तल चाहिँ भ्यू राम्रो थिएन जङ्गलको बाटो तर माथि माथि चाहिँ अब भ्यूहरू चाहिँ राम्रो हुँदैछ ओके ल अब बोल्न पनि नसक्ने अवस्थामा पुगिसकेको छ एकछिनमा फेरि भ्लग कन्टिन्यू हुन्छ दिउँसोभरिको थकान र खाना खानको लागि अझै केही घन्टा कुर्नुपर्ने बाध्यताका कारण हामी सँगै छेउमा रहेको आगो ताप्दै अन्ताक्षरी खेलेर हाम्रो केही समयहरू काट्न थाल्यौँ त्यहाँ निकै नै रमाइलो भएको थियो धेरै साथीहरू अरू पनि ग्रुप आउनु भएको थियो उहाँहरूसँग पनि भेटौँ एकदमै रमाइलो भएको थियो त्यो अन्ताक्षरी खेल्दाको क्षण चाहिँ हामी चाहिँ खाना खानको लागि चाहिँ लाइनमा बस्दैछौँ है यो चाहिँ कोरीमा आउँदै हुनुहुन्छ भने एकदम प्रिपेयर भएर आउनु पर्यो रुम पाउन नि एकदम टाइममा आउनु पर्यो खाना खान पनि एकदम टाइममा नभयो अहिले यहाँ भात सक्यो भने चामल सक्यो भने र यस सँगसँगै हामीले खाना खायौँ र गएर एकदम न्यानो भएर सुत्यौँ हाम्रो दोस्रो ब्लग पनि यही सकिन्छ अब भोलि हामी माथि कोरी डाँडामा यहाँभन्दा थोरै माथि डाँडामा चढेर फोटो भिडियोहरू चाहिँ लिन्छौँ भोलि